फेरि घट्यो डरलाग्दो घटना। फेरि पनि छुरी प्रहार। मिथिला नगरपालिका महोत्तरी बस्ने घर भएका हाल भक्तपुरमा डेरा गरी बस्ने वर्ष 25 आकाश रसाइलीको छुरी प्रहारबाट मृत्यु भएको छ। उनी एउटा ट्याटु आर्टिस्ट थिए। उनले ट्याटु आर्टिस्टमा एउटा होटलमा चाहिँ आफ्नो विपरीततिर बसेका 3 जना युवकहरू मदिरा सेवन गरिरहेका। ती ट्याटु आर्टिस्टलाई चाहिँ अब आफू ट्याटु आर्टिस्टको त जसलाई पनि अब अरूको मा गएर यसरी सजाउने हो नि त ट्याटु आर्टिस्टले त। अनि उनीहरूले चाहिँ ट्याटु आर्टिस्टले त्यो 3 जना मदिरा सेवन गरेकासँग चाहिँ मेरो काल छ भन्ने कुरा उनले पत्तै पाएनन्। पत्ता नभएपछि उनीहरूले सोधे तपाईँहरू पनि ट्याटु हान्नुहुन्छ? म एउटा ट्याटु आर्टिस्ट हो, मैले यसरी ट्याटु हान्छु मात्र भनेका थिएँ। तैँले हामीलाई के भनिस्? तैँले यस्तो त्यस्तो भनेर नाना थरी गाली गरेर ती ट्याटु आर्टिस्ट र झापा दमक निवासी बस्ने चाहिँ 3 जना ती मथुवाहरू छन्। तिनीहरू चाहिँ झापा घर भएको एकजना र हाल सल्लाहघारी बस्ने, दिनभरि मजदुर काम गर्ने र बेलुका चाहिँ उनीहरू रक्सी सेवन गर्ने, मादक पदार्थ सेवन गर्न त्यहाँ बसेको र उनीहरूलाई त्यो कुराहरू पच्य नभएको। ट्याटु हान्ने भनेर सोधेपछि त्यसमा वाद विवाद चर्किँदै गएपछि गत यो 8 गतेको असार 8 गतेको घटना र उनीहरूले चाहिँ बाहिर रोडमा निस्किसके पछाडि चाहिँ ती आशिष रसाइलीलाई थाम्न नसकेर आवेशमा आएर जाँडको सुरमा, रक्सीको सुरमा, मदिराको सुरमा चाहिँ उनले विभिन्न ठाउँहरूमा छुरी प्रहार गरेको र ती आशिषले भ्याइ नभ्याइ आफ्ना साथीहरूलाई चाहिँ फोन गरेका छन्। फोन गरेर बोलाउँदा र उसलाई हस्पिटल भक्तपुरको हस्पिटल लाँदाखेरि चाहिँ बेलुका लगेर डक्टरले बचाउने कोसिस गर्दै पनि हिजो बिहान 6 बजे चाहिँ उसले प्राण त्याग गरेका छन्। महोत्तरीमा रहेका उसका परिवार चाहिँ एकदम भाव विवल भएका छन्। यत्रो 25 वर्षे यत्रो छोरालाई छुरी रोपेर कसैले मार्छ भने कसले सहन सक्छ? र ती आशिष, अरूको जीवन सजाउने आशिष सधैँका लागि आँखा चिम्ले यस्तो दर्दनाक घटना भएको छ। यो मादक पदार्थ सेवन गर्नेले यतिसम्म गरेका छन्। अब तिनीहरूको ज्यान लिएको छ भने ती भाग्ने 3 जनालाई प्रहरीले घेराबन्दी गरेर पक्रिन पनि सफल भइसकेको छ र उनको ती आशिष रसाइलीको शरीर डेड बडीलाई चाहिँ सिनामङ्गलको हस्पिटलमा राखिएको छ र उनको परिवार आइसके पछाडि चाहिँ परिवारको समन्वयमा उनको पोस्टमार्टम रिपोर्ट गर्ने भनिएको छ हैन। आज चाहिँ 10 गते भइसक्यो यो हिजोको घटना र यस्तो घटनाले कतिजनाले मर्नुपर्ने? जेल बसेर समस्या सावधान हुन्छ। यदि फाँसीको सजाय हुने थियो भने त यी मान्छेहरू डराउँथे नि त। लागो यो जहाँ पाए त्यही मदिरा सेवन गर्न पनि दिनु हुँदैन के? यिनीहरूलाई मदिरा सेवन गरेको पनि ठाउँबाट पक्रेर लान सक्नुपर्छ।